नमस्कार मेरो प्रिय महोदय। मासिक राशिफलको यात्राक्रम चलिरहेको छ। कर्कट राशिमा आइपुगेको छु आज म। कर्कट राशिको फागुन महिना कस्तो छ त? यो विक्रम सम्वतको 2082 साल फागुन महिना कर्कट राशिलाई कस्तो छ? यो महिनामा के गर्ने, के नगर्ने, कति गते शुभ, कति गते अशुभ, कुन क्षेत्र फाप, कुन क्षेत्र अफाप, ग्रह गोचरले देखाएका सबै कुराहरू आजको अङ्कमा म तपाईँलाई बताउने छु, केवल कर्कट राशिका निमित्त। तपाईको राशि कर्कट हो भने आउनु सुरु गरौँ। पहिलो कुरा त मासिक राशिफल भन्ने बित्तिकै सूर्य ग्रहको भूमिका अहम हुन्छ, महत्त्वपूर्ण हुन्छ। ग्रहका राजा सूर्य कहाँ छन् हैन, त्यो कुरा महत्त्वपूर्ण हुन्छ। कहाँ कस्तो भूमिकामा छन् त्यसले प्रभाव पार्छ। त्यस्तै मङ्गल ग्रह, बुध ग्रह, शुक्र ग्रह जस्ता ग्रहको चाल प्लेसमेन्ट पनि निकै महत्त्वपूर्ण हुन्छ। त्यो राशिमा प्रभाव पर्ने देखिन्छ। जस्तो कि फागुन 1 गतेका दिन सूर्य कुम्भ राशिमा प्रवेश गर्नुहुनेछ र 30 दिनसम्म कुम्भ राशिमै विराजमान हुनुहुनेछ हैन। त्यसपछि जब चैत 1 गते हुन्छ, चैत 1 गतेका दिन सूर्य मीन राशिमा प्रवेश गर्नुहुन्छ। कर्कट राशिको यो जुन 11 नम्बरको कोठामा भनेको 11औं भाव हो सरस्वती हेर्दा, तर कर्कट राशिको अष्टम भावमा सूर्य बस्नुहुनेछ, सूर्य विराजित गर्नुहुनेछ फागुन 1 गतेबाट फागुन महिनाभरि। कर्कट राशिको अष्टम भावमा सूर्य बस्दाखेरि रोग भएको सम्भावना प्रबल रहन्छ। एउटा कुरा, अष्टम भाव कुण्डलीको राम्रो मानिँदैन। स्वास्थ्यमा कुनै समस्या हुन सक्छ तपाईलाई हैन, रोग भएको सम्भावना प्रबल देखिन्छ। भनेपछि फागुन महिनाभरि तपाईले आफ्नो स्वास्थ्यलाई लिएर कुनै दीर्घ रोग लाग्न सक्छ, कुनै ठुलो उपचारमा तपाईको धन पैसा आदि खर्च हुन सक्छ। त्यसकारण तपाईले स्वास्थ्यमा एकदमै ध्यान दिनुपर्ने महिना हो है। अष्टमका सूर्यले रोग ऋण शत्रुको भय बढाउने सम्भावना देखाएको छ। मेरो प्रिय महोदय, तपाईलाई डराउन दिएको पनि होइन, तर्साउन दिएको पनि होइन। मैले यो महिनाभरि मेरो स्वास्थ्यलाई लिएर म सचेत रहनुपर्छ भन्ने कुरा चाहिँ तपाईँ प्रष्ट हुनुपर्छ। अलिकति तपाईले ध्यान दिनुभयो भने पुग्छ। त्यस्तै गरेर तपाईको लागि यो फागुन महिनामा तपाईको सोचमा नेगेटिभिटी बढी देखिन्छ। नकारात्मक सोचहरू बढ्न सक्छ। मनमा एकदमै नराम्रा कुराहरू खेल्ने, राम्रो भन्दा पनि नराम्रो कुराहरू मनमा धेरै आउने, नकारात्मक सङ्गतहरू बढ्न सक्ने देखिन्छ हैन। नराम्रा कुराहरू खेल्ने, एकदमै धेरै रिस उठ्ने आदि तपाईलाई गराउन सक्छ यो फागुन महिनाभरि हैन। रिस आवेगमा आएर तपाईँ प्याच्च कोही कसैलाई नबोल्नु होला, सम्बन्ध बिग्रन नदिनु होला, भाइ बन्धु बान्धवमा मनमुटाव नबढोस् भन्नेमा तपाईँ सतर्क रहनुपर्छ हैन। अब यो ग्रहले यस्तो परिस्थिति निर्माण भएको छ, बोलिन्छ प्याच्च, त्यही एउटा बोलीले तपाईले त बोल्नुभयो सिद्धियो हैन, सुन्ने मान्छेले सुनिरहेको हुन्छ, उसले बिर्सँदैन। यो मनमुटाव नबढोस् भन्नेमा, छर छिमेकमा कोही कसै बन्धु बान्धवमा नै किन नहोस्, यो कुरामा एकदमै ध्यान दिनु होला। अर्को कुरा, तपाईको मङ्गल ग्रहको राशि परिवर्तनले यस्तो सङ्केत गरेको छ हैन, तपाईलाई अनावश्यक धन खर्च आदि अर्कोतर्फ बढ्न सक्छ हैन। तपाईलाई अनावश्यक धन खर्चको समस्या झेल्नुपर्ने हुन सक्छ। प्रेम सम्बन्धमा टकराव बढ्न सक्छ। अविवाहितहरूको प्रेम सम्बन्धमा विभिन्न प्रकारका अनावश्यक शङ्का उपशङ्का आदि पैदा हुन सक्छ, उब्जन सक्छ। त्यसै गरेर अब शुक्र ग्रह फेरि फागुनको 18 गते अष्टमबाट नवम स्थानमा हैन, जुन 17 गतेसम्म अष्टम स्थानमै सूर्यसँगै बस्ने भए पनि जुन 18 गते नवम स्थानमा भाग्य स्थानमा प्रवेश गर्नुहुनेछ, जसको प्रभावस्वरूप चाहिँ तपाईको सुख सुविधामा वृद्धि भएर जानेछ। शुक्र ग्रहका प्रभावले तपाईका सुख सुविधाका सामग्रीहरूको वृद्धि हुनेछ हैन, लाभमा वृद्धि हुने देखिन्छ। फागुन 18 सम्म चाहिँ अलिकति असन्तुष्टि ज्यादा, बेचैनी ज्यादा यस्तो खालको आभास भए पनि शुक्र ग्रहको प्रभावका कारणले अलिकति 18 गते पछाडिबाट महिनाको जुन मध्य पछाडि 18 पछाडिको समय तपाईका लागि लाभ गराउने स्थिति देखाएको छ। त्यस्तै गरेर बुध ग्रह चाहिँ अष्टम भावमै विराजमान रहने भएको कारणले तपाईको बाणीमा अलिकति मिठास भरिएर आउने का लागि बुधको भूमिका अहम हुन्छ, महत्त्वपूर्ण हुन्छ। बुधले चाहिँ तपाईको बोली मिठो गराउनका लागि यो फागुन महिनामा भूमिका निर्वाह गर्ने देखिन्छ। बाणी राम्रो रहने भएको कारणले यो महिना व्यापार व्यवसाय गर्नेहरूका लागि राम्रो छ। फेरि बोलेर गरिने काम कुनै पनि हैन, वाकपटुतासँग जोडिने कुनै पनि कामहरू, त्यस्तो व्यवसाय व्यापार हैन, त्यस्तो कामबाट तपाईले राम्रो आय आम्दानी बढाउन सक्नुहुनेछ। अष्टम भाव कुण्डलीको राम्रो त मानिँदैन, तर बुध अष्टममा प्रवेश गर्दा बाणीमा भने मिठास भरिनेछ भन्ने गरिन्छ। बोलेर गरिने काम, पेसा, कारोबारले तपाईलाई राम्रो लाभ गराउने कुराको सङ्केत गर्यो यहाँनिर हैन। अर्को कुरा, आमाको राय सुझावमा गरेको कामलाई तपाईले राम्रो लाभ लिन सक्नुहुनेछ। आमाको राय सुझावमा गर्नु
कुनै पनि काम लाभ हुनसक्छ तपाईँलाई। तपाईँको मान प्रतिष्ठा बढाउने कार्य शुक्रले गर्नेछ। तपाईँको सामाजिक कार्यप्रतिको रुचिले तपाईँलाई जीवनमा सुखद क्षणको अनुभूति पनि गराउनेछ। कुनै तीर्थ व्रत पूजा पाठ यज्ञ हवन नयाँ लगानी धार्मिक यात्रा आदिका लागि पनि महिना राम्रै मानिन्छ हैन। भाग्यले भने तपाईँलाई मध्य फागुन पछाडिको समयमा साथ मिल्ने भएको कारणले गर्दा कुनै पनि नयाँ काम विशेष काम पूजा पाठ कुनै तीर्थ व्रत धार्मिक यात्रा आदिका लागि भनेदेखि समय शुभ नै रहन्छ। त्यस्तै गरेर कर्कट राशिको विदेश विभाग भनौँ न, यानि कि विदेशमा रहनुभएका व्यक्तिलाई पनि समय शुभ नै छ। विदेशमा हुनुहुन्छ तपाईँको राशि कर्कट हो, विदेश जाने प्रोसेसमा हुनुहुन्छ तपाईँको लागि पनि राम्रै देखिन्छ। खर्च भने अलिकति बढी छ, तपाईँले खर्च भने कन्ट्रोल गर्नुपर्ने देखिन्छ हैन। यो प्रयास कोसिस भन्ने बित्तिकै त्यहाँ धन पैसाको खर्च त भइ नै हाल्छ, तर गलत ठाउँमा खर्च हुनु भएन, अनावश्यक धन खर्च हुनु भएन, त्यसमा चाहिँ कन्ट्रोल गर्नु पर्यो। खर्च कन्ट्रोल राख्नुहोस्। खर्च अधिकको योग देखिएका कारण मैले यो कुरा दोहोऱ्याएर भने यो सब हैन। यो फागुन महिनामा बुध ग्रहको कारण बोलेर गरिने कुनै मिटिङ गरेर कुनै भेटेर गरिने सल्लाह गरेर गरिने काममा भने तपाईँलाई विशेष लाभ प्राप्त हुने देखिन्छ। धन पैसा बचतका लागि पनि समय महत्त्वपूर्ण महिना हो। यो समय महत्त्वपूर्ण हो तपाईँका लागि। कुलत गलत सङ्गतप्रतिको मन घटाउनका लागि पनि ग्रहको भूमिका अहम हुनेछ, तर तपाईँले पनि प्रयास कोसिस गर्नु पर्यो। यो गलत हो भनेपछि म यतातर्फ अगाडि बढ्नुहुन्न भन्ने कुरामा तपाईँले बुद्धि लगाउनु पर्यो। बुधको भूमिकालाई तपाईँले पनि बुझ्नु पर्यो हैन। सार समग्रमा त्यति नराम्रो महिना तपाईँको लागि भन्न सकिँदैन, भन्न मिल्दैन। केही राम्रा पक्षहरू पनि छन्, केही नराम्रा पक्षहरू पनि छन्। नराम्रा पक्षहरूलाई म घटाउँछु, म कन्ट्रोल गर्छु भनेर तपाईँ सोचेर अगाडि बढ्नुभयो भने ती समाधानहरू पनि छन्। म सुन्दै गर्नुहोस्, म एकैछिनमा बताउँछु। विशेष गरी तपाईँ कर्कट राशिलाई यो फागुन महिनामा तपाईँको पराक्रम बढेर जाने खालको महिना हो। नयाँ नयाँ कुराहरू सिक्नका लागि मन लाग्ने महिना हो हैन। आफूले जे काम गरिरहनु भएको छ, जे पेसा गरिरहनु भएको छ, जे पेसा अपनाइराख्नु भएको छ, त्यो पेसालाई माथि लैजानका लागि, आफ्नो काममा नयाँ कुराहरू थप्नका लागि आफू कुनै तालिम गर्ने हो, ट्रेनिङ लिने हो, कुनै कुराहरू सिक्ने हो हैन। ती कुराहरूमा तपाईँ अगाडि बढ्नु पनि यो महिना राम्रो हुन्छ। त्यस्ता कुराहरूमा तपाईँको रुचि अभिरुचि बढेर जाने खालको महिना पनि हो। कुनै तालिम ट्रेनिङ लिनका लागि पनि समय राम्रो छ। यो महिना बुधका कारणले समय अनुकूल नै मान्न सकिन्छ। अब तपाईँलाई यो महिनामा कुनै पनि महत्त्वपूर्ण कामहरू, कुनै पनि महत्त्वपूर्ण निर्णय डिसिजनहरू गर्नका लागि, विशेष भेटघाट हैन, त्यस्तो मिटिङ कुनै कामहरू गर्नका लागि कति गते राम्रो छ, कुनै महत्त्वपूर्ण विशेष कामहरू गर्नु छ भने म कति गते गरौँ भन्ने तपाईँको सवाल छ भने तपाईँका लागि फागुन 1 गते पनि राम्रो छ, 4 गते पनि राम्रो हैन, 11 गते पनि नराम्रो छैन, 18 गते पनि राम्रो छ, 22 गते पनि राम्रो छ, 29 गते पनि राम्रो छ। यी शुभ दिनहरू भए, शुभ गतेहरू भए 1 गते, 4 गते, 11 गते, 18 गते, 22 गते र 29 गते यो फागुन महिनामा शुभ दिनहरू हुन्, शुभ समयहरू हुन् तपाईँका लागि। त्यस्तै अब तपाईँले ध्यान दिनुपर्ने दिनहरू भनेको 6 गते, 7 गते, 9 गते र 23 गते चाहिँ अशुभ छन्। यो दिनहरूमा चाहिँ, यी अशुभ दिन भनिएका दिनमा चाहिँ तपाईँले नयाँ लगानी नगर्ने, लामो दूरीको यात्रा नगर्ने हैन, ठुलो लगानी नगर्ने, कुनै पनि दुर्घटना आदि नहोस् भन्नेमा यात्रा गर्दा एकदमै सावधानी अपनाउने, घरबाट निस्कनुभन्दा अगाडि सकेसम्म घरबाट लामो दूरीको यात्रा नगर्ने, सानोतिनो यात्रा गर्दाखेरि पनि, अफिस कार्यालय जाँदाखेरि पनि घरबाट हैन, आफ्ना इष्टदेवको पूजा प्रार्थना आराधना गरेर निस्कने, ईश्वरको मन्त्र जप गर्ने, ईश्वरको नाम जप गर्ने आदि कार्यहरू गर्नुहोला। फागुन महिनामा तपाईँले के गर्ने त शुभ रहोस् भन्नका लागि, विशेष गरी ग्रहले दिने अशुभ फलहरू कटौती भएर जाओस् भन्नका लागि तपाईँले अपनाउन सक्ने विशेष गरी जलचर पंक्षीहरू, पानीमा बस्ने जीवजन्तुहरूलाई दाना खुवाउने, उनीहरूलाई चारो खुवाउने, सूर्यलाई नियमित रूपमा जल चढाउने, सेतो रङको प्रयोग चाहिँ बढी गर्ने हैन। महत्त्वपूर्ण काममा जाँदा सेतो कलरको प्रयोग बढी गर्ने, सेतो वस्त्र धारण गर्ने, सेतो वस्त्र धारण गर्न सम्भव भएन भने पनि कम्तीमा खल्तीमा सेतो रुमाल राखेर निस्कने घरबाट निस्कँदा हैन। रातो रङको प्रयोगलाई घटाउने, सकेसम्म रातो रङ प्रयोग नगर्ने महिनाभर, किनभने रातो रङ तपाईँको लागि यो महिना अशुभ देखिन्छ। र सेतो कलरको प्रयोगलाई बढाउनु। सेतो भन्ने बित्तिकै सर्लकै सेतो होइन फेरि हैन, शरीरमा कम्मरदेखि माथिको भागमा सेतो रङको मिसावट होस् हैन, सेतो सर्ट अथवा सेतो रङ मिसिएको सर्ट होला अथवा त्यस्तो कुनै वस्त्र होला, तपाईँले त्यो प्रयोग गर्न सक्नुहुन्छ। र अर्को कुरा, सोमबार र शुक्रबार गरेको निर्णय तपाईँको लागि ज्यादा फलदायी देखिन्छ। यो महिना सोमबार र शुक्रबार विशेष गरी तपाईँको पक्षमा देखिन्छ। मनमा कुराहरू खेलाउने, नेगेटिभिटी बढ्ने पनि यो समय भएको कारणले गर्दाखेरि अलिकति यो कुरामा पनि तपाईँले आफूलाई कन्ट्रोल राख्नु होला। मनमा कुराहरू नखेलाउने, नेगेटिभिटी आफूमा बढ्न नदिने, गलत सङ्गत त्याग्ने, गलत खानपिन, गलत लत अमलबाट टाढा रहने र मङ्गलबारको यात्रा नगर्ने। मङ्गलबार विशेष गरी तपाईँका लागि शुभ कार्यहरू नगर्ने, महत्त्वपूर्ण कार्यहरू मङ्गलबारका दिन नगर्ने, महत्त्वपूर्ण डिसिजन मङ्गलबार नगरेकै तपाईँलाई राम्रो हुन्छ।
कर्कट राशिका लागि मैले कुरा गरेँ। यो फागुन महिना 2082 सालको फागुन महिनाको यो मासिक राशिफलको यात्रामा मैले आज यति कुराहरू गरेँ। तपाईँका लागि शुभ रहोस् भन्नका लागि, तपाईँले गर्ने काम काज पेसा व्यवसाय तपाईँको आफ्नो डिसिजनमा शुभता थपियोस् भन्नका लागि यो मासिक राशिफलको यात्रा यहीँ सकिन्छ। भोलि फेरि अर्को राशिको मासिक राशिफल बोकेर आउनेछु। यतिन्जेल हेरेर साथ दिनुभयो, सुनेर साथ दिनुभयो, झेलेर साथ दिनुभयो, तपाईँलाई मुरी मुरी धन्यवाद छ र तपाईँप्रति कृतज्ञता व्यक्त गर्दै अर्को भिडियोमा भेट्ने बाचा गरेर बिदा हुने अनुमति मागे। सर्वे भवन्तु सुखिनः।